सोमपथक बास्तोला हो। अनि यो कपाल ढुङ्गा पूर्वी कुमलटार हो। मेरो छोरा मिलन बास्तोला। मेरो पासमा यहाँ के को लागि आउनु भएको थियो काठमाडौँ? गाईको काम गर्नु। अनि कसले बोलाएको तपाईँलाई गाईको काम गर्नु? होइन कसैले बोलाएको होइन, म आफ्नो तपाईँ यसरी बेवारिसी यो बेवारिसी भएको यसरी हिँडेको कति दिन भयो? काम नपाएको कति दिन भयो यसरी? 5-6 दिन भयो। 5-6 दिन भयो। अहिले तपाईँ भनेपछि गाडी भाडा नभएर त्यो काम म जान नसकेँ। काम गर्न ठाउँसम्म पुग्न सकेन। ल ठिक छ, तपाईँको घर ओखलमा हुनु भएन? हजुर, अहिले हामीले त्यो तपाईँलाई काममा बोलाउने म सोमपथक बास्तोला हो। हजुर मेरी बुढी फिरमाया बास्तोला हो। हजुर छोरा मिलन बास्तोला हो। म राख्दिनँ। ल तपाईँलाई अहिले काममा बोलाउने नचिनेको बहिनी हो। ठिक छ ठिक छ, हामीले उहाँलाई सम्पर्क गरिसकेका छौँ। हजुर। तपाईँलाई पढाउँदै आउनु भन्नुभएको छ। गाई फर्ममा हामीले अब त्यहाँ कुरा गरिसकेका छौँ। तपाईँलाई काम पाउँछ, हामी यहाँबाट तपाईँलाई उद्धार गरेर पठाइदिन्छौँ। हुन्छ। गाडी भाडा साइड दिएर तपाईँलाई पठाइदिन्छु। तपाईँ जानु होला, हाम्रो नम्बर पनि लिएर जानु होला। हाम्रो नम्बर पनि लिएर जानु होला। तपाईँले अघिको दिएको नम्बर त लान्छु। हुन्छ, नम्बर पनि लिएर जानु। यो अघिको नम्बरमा पनि कल गर्नु होला, सम्पर्क गर्नु होला। हुन्छ। पनौतीको बस पार्कमा आएर सम्झिनु भन्नुभएको छ होइन? हजुर। त्यहाँ पनि गर्नु होला। हुन्छ। तपाईँले जाडो चियर त खानुहुन्न नि? म कहिले खादिनँ। तपाईँले के जाडो चियर खाएर के कामको ठाउँबाट निकालेको त होइन? होइन सर। त्यसरी निकालेको होइन? होइन सर। कामको ठाउँबाट जाडो खाएर निकालेको? म अस्ति जसकोमा काम गर्छु। साँकु भन्दा माथि साउले फर्म बेच्नुको अर्को साउले आफ्नो मान्छे राख्छु भन्नु। यो कोटेश्वर आउनु भएको छ कति भयो? म कति दिन भयो तपाईँ कोटेश्वरतिर यसरी यो व्यवहारिक हिसाबले हिँड्नु भएको? कति भयो? 5-6 दिन भयो। भनेपछि खानु भएको छैन? केही खानु भएको छैन? होइन। ल ठिक छ, तपाईँलाई खास खानु पैसा दिएर पठाउँला हामी, गाडी भाडा दिएर पठाउँला। यहाँ 50-60 रुपियाँ हो पनौतीसम्म पुग्नुलाई। अहिले हामी गाडी चढाएर पनौतीसम्म कति लाग्छ? पनौतीसम्म 50-60 रुपियाँ हो। होइन। बढी लाग्यो 100 रुपियाँ। बढी लाग्यो 100 रुपियाँ। ठिक छ। त्यो भएको भएर तपाईँलाई हामी गाडी भाडा पनि दिएर पठाउँला। हुन्छ सर। अनि रक्सी नखानु होला, खानु खाजा खानुहोस्, कमै जानु। हामी चढाएर पठाइदिन्छौँ। कमै जानु। उहाँको मान्छेले हामीले कन्ट्याक्ट गरिसकेको छ, सम्पर्क गरिसकेको छ। तपाईँलाई केही समस्या पऱ्यो भने हाम्रो नम्बर लिएर जान्छ, सकिदिनु होला है त? हस् सर। अलिकति तपाईँलाई खानु दिएर पठाउँछ हामीले। ठिक छ सर। तपाईँसँग चेक बही कति छ? मसँग त छैन। उहाँसँग मोबाइल दिउँ मैले मोबाइलमा उहाँले त्यहाँ क्युआर चढाउने क्युआर कोड म देख्छु। 250 पठाइदिनु। होइन होइन पुग्दैन पुग्दैन त्यतिले अहिले पुग्दैन। हामी पठाइदिनु न। 250 होइन 300 दिएर पठाउँछु तपाईँलाई। हुन्छ। यो 100 रुपियाँ गाडी भाडा, यो 100 रुपियाँ खाजा खानु, अनि 100 रुपियाँ यो 300 चाहिँ फेरि तपाईँले दाइमा रक्सी खाने कि त दियो भने खानु है त? ल त्यो गरौँ। हजुर। त्यो हामीले फोन गरेर छौँ त कामको लागि, त्यो काम गर्नु होला। त्यो दाइमा ड्राइभर सिकाएर है त? ल हिँड ल ल ल हिँड्ला चाहिँ ल भइसक्यो। तपाईँको घर कहाँ पर्यो? हाम्रो घर एउटा एकवटा। यहाँ काम पनि छ हाम्रो, पनौती पनि छ हाम्रो। ओखलढुङ्गा पुगेर कुमलटार हो सर। ए पनौती पनि छ हाम्रो घर। भएको मैले भनेपछि तपाईँले पनि ल ल ल भयो है। ल यो छोराको बुढीको जम्मै नम्बर भन्दैछ नि। ल